हेलो गुड मर्निङ एभ्रिवान। सो म आज चाहिँ सिमी टिप्न जान लागेको होइन, बोरा लिएर। अनि यो चाहिँ रहेको छ सिमी। यसलाई चाहिँ हिउँदे सिमी नै भन्छ होइन। अनि के अरे गेडा खाने सिमी नै भन्छ, अनि बाख्रा मर्ने सिमी नै भन्छ किनकि यसको जुन यो छ नि, यो बोक्रा बाख्राले दियो भने मर्छ कि। अनि यहाँ चाहिँ कागती फलेको रहेछ। सो कागती चाहिँ पहिलोचोटि फलेको, अनि एउटा फलेर चाहिँ सो मैले चाहिँ टिपेँ त्यसलाई। अनि त्यसपछि चाहिँ सुन्तलाको बिरुवा होइन, सानो कि पुरै रुखहरूले गर्दाखेरि होला होइन, सानो कि कहिल्यै नबढ्ने कि होइन। अनि फेरि टिमुर रहेछ होइन। सो यसको नि पहिलो कमाइ हो, मतलब भनौँ न पहिलोचोटि फलेको। अनि मैले चाहिँ यति टिपेँ टिमुर। अनि त्यसपछि मलाई टिमुरको अचार चाहिँ एकदमै मनपर्छ कि होइन। अनि यो चाहिँ सिमीहरू हरियो पनि टिपेँ मैले, किनकि तरकारी खान पाइन्छ नि त हो, त्यही भएर हरियो सुकेको सबै टिपेँ मैले। अनि यो चाहिँ एकदमै मिठो लाग्छ मलाई चाहिँ होइन। हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा भन्नु होला। अनि यो चाहिँ रहेको छ भुइँकटरको रुखहरू होइन, फलेको चाहिँ छैन। अनि यो चाहिँ कफीको बोट होइन, जुन हामीले खाने गर्छौँ नि कफी, त्यो चाहिँ कफीको बोट रहेको छ। अनि म चाहिँ घरमा गएँ होइन, अनि छोरीले चाहिँ बोकेर गएपछि अनि अघि टिपेको कागती टिमुर अनि खुर्सानी रहेको छ, यति टिपेछ मैले। अनि अघिको सिमी खनाएँ मैले, अनि हरियो हरियो जति चाहिँ मैले छानेँ तरकारी खानको लागि। अनि छानिसकेँ मैले। ओके बाबा, आई लभ यु एन्ड मिस यु।